यो भिडियोमा चाहिँ हामीले सेल्स ट्रान्ज्याक्सनको बारेमा सिक्न जान्छौँ। यसको लागि चाहिँ हामीले सुरुमा ट्रान्ज्याक्सन्समा जानुपर्छ, त्यसपछि सेल्समा गएर बिलमा एन्टर गर्नुपर्छ। यसको सर्टकट की चाहिँ Alt+N पनि रहेको छ। यसरी हजुरले एन्टर गरेर सेल्स एन्ट्रीको बिलमा जान सक्नुहुन्छ। डेट हजुरले लेख्न सक्नुहुन्छ अनि लेजर चुज गर्दाखेरि चाहिँ हजुरले सेल्स गर्दाखेरि कसलाई सेल्स गर्दै हुनुहुन्छ उहाँको लेजर चुज गर्नुपर्ने हुन्छ। हजुरले एन्टर गरेर हजुरले कुन औषधि सेल्स गर्दै हुनुहुन्छ त्यो चुज गर्नुहोस् अनि कति क्वान्टिटीमा बेचिराख्नु भएको छ त्यो क्वान्टिटी लेख्नुहोस् अनि यसलाई सेभ गर्न चाहिँ Ctrl+W थिच्नुहोस्, एन्टर गर्दै जानुहोस् अनि हजुरलाई यदि क्याश दिएको छ भने हजुरले यता क्याश लेख्न सक्नुहुन्छ। एन्टर गर्दै क्याससम्म पुर्याउनु पर्ने हुन्छ। त्यसपछि F9 F10 थिच्नु पर्ने हुन्छ। यसरी हजुरले सेल्सको बिल सेभ गर्न सक्नुहुन्छ। र बिल चेक गर्नु छ भने हजुरले किबोर्डमा F थिच्नु पर्ने हुन्छ। यसरी हजुरको सेल्स बिल रेडी हुन्छ।